यो चाहिँ खोङमाको खोर हो। खोङमा भनेको चाहिँ माउ सुँगुर हो खास चाहिँ, तर यसलाई चाहिँ खोङमा भनिन्छ। यो खोङमा चाहिँ पुमा समुदायले अनिवार्य पालेको हुन्छ र यो खोङमा भनेको माउ सुँगुर जस्तो देखिए तापनि पुमा समुदायले चाहिँ यसलाई चाहिँ मागको रूपमा लिएको हुन्छ र यसलाई चाहिँ मागको रूपमा लिएकोले गर्दाखेरि यसलाई नराम्रो दिनु हुँदैन, जुठो मूलोहरू दिनु हुँदैन, अनि यसलाई नराम्रो कुराहरू भन्नु हुँदैन, अनि बाख्राको जुतो लागेको बाख्राजन्य चिजहरू कुनै पनि दिनु हुँदैन यसलाई। यो किन दिनु हुँदैन भने चाहिँ यसलाई चाहिँ मागको रूपमा लिएकोले गर्दाखेरि यो चाहिँ दिइँदैन। अब यसलाई चाहिँ यो चाहिँ मागको नाममा राखिएको हुन्छ, पालिएको हुन्छ र यो चाहिँ सामान्यतया 12 वर्षमा एकपल्ट वा कुनै पनि ठुलो बिमारी भएको बेलामा चाहिँ खोङमाको पूजा गर्छु है भनेर भाकल गरेको अवस्था, वा कुनै परदेशमा गएको बेला, वा कुनै पनि दुःख आपद विपद परेको बेलामा चाहिँ खोङमाको भाकल गरेर म चाहिँ अब पूजा गर्छु भनेको अवस्थामा चाहिँ यो पूजा गरिन्छ र यो पूजालाई चाहिँ खली भनिन्छ। अनि यो खली गर्दाखेरि चाहिँ यो माउ सुँगुरको यो खोङमाको चाहिँ लाई चाहिँ भोग दिएर चाहिँ पूजा गरिन्छ र आफैमा पनि यो मागलाई यसलाई चाहिँ यो खोङमालाई चाहिँ मागको रूपमा लिएकोले गर्दाखेरि यसलाई थुक्नु हुँदैन, जुठो मूलहरू दिनु हुँदैन, नराम्रो भन्नु हुँदैन, लात्तले हार्नु हुँदैन र यस्तो गरिन्छ। र यो चाहिँ सामान्यतया बिहाको हुन्छ र यसको बच्चाहरू हुन्छ र यसको गजबको पाटो चाहिँ के छ भने यो खली गर्नुभन्दा अगाडि चाहिँ यही खोङमाले नै खली गर्ने भएकोले गर्दाखेरि हरेक पुमा घरमा जसको सुक्तुलिङ पूजा चुला छ उसको चाहिँ हरेक चुला सँगसँगै चाहिँ यसको चाहिँ यो पाल्ने गरिन्छ। यो पालिसकेपछि मात्रै अन्य अरू सुँगुरहरू पालिन्छ। यदि यो खोङमा छैन भने अरू सुँगुरहरू कुनै पनि सुँगुरहरू पाल्नु हुँदैन र अहिलेसम्म आजको दिनसम्म 2082-83 सालसम्म पनि 2083 सालमा पनि कसैले पनि पालेको छैन र यदि पालेको खण्डमा चाहिँ दुख बिमार हुन्छ, मरौ हुन्छ भन्ने विश्वास रहेको छ। र अनि यसको अब पूजा गर्दाखेरि चाहिँ खली गर्दाखेरि चाहिँ 7 दिन 7 रात चाहिँ घाकाम बार्ने चलन छ। घाकाम भनेको चाहिँ कसैले पनि नछुएको, एकले अर्काको नछुएपछि चाहिँ खानेकुराहरू गरिन्छ। यो चाहिँ सम्भवतः अब अरू राईहरूमा छ कि छैन थाहा छैन र यो पुमा समुदायमा चाहिँ यो अब अहिलेसम्म पनि यो चिज चाहिँ यो चलन चाहिँ रहिआएको छ। अब अरू उसमा त म भन्न सक्दिनँ, हामीले कम्पेरेटिभ स्टडी गर्दाखेरि पनि पाएको छैनौँ। हुनसक्छ कुनै समुदायमा यस्तो चलन पनि हुनसक्छ र यसरी चाहिँ यो हरेक सामान्यतया यो घरको मुनि चाहिँ यो खोङमाको चाहिँ खोरहरू रहन्छ र यसरी गरेपछि यसरी त हुन्छ। र यो मैले देखाएको चिज चाहिँ सबै पुमा समुदायको गाउँहरू हो। यो चाहिँ विशेष गरेर यो ठाउँमा चाहिँ पुमाको पनि थुमराहाङ को चाहिँ एरिया बस्ती रहेको छ। मैले तपाईँहरूलाई यो देखाएको छु, यसरी छ। अब यो देखिएको घरहरू पुमा समुदायको छ साथीहरू। ल यसरी चट्टै तले यस्तो घरको मुनि नै खोङमाको राख्ने चलन छ है साथीहरू। अब यो तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै चाहिँ के अरे गर्नु होला। त्यही भएर धेरै साथीहरूले के भन्नुहुन्छ भने सुँगुर स्वर्ग नगएको भनेर भन्ने जस्तो उपदेशहरू हुन्छ, कृपया त्यस्तो चाहिँ नभनिदिनु होला। किनभने हामीले चाहिँ सुँगुरलाई चाहिँ मागको रूपमा राखेको हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले सुँगुर हाम्रो आस्थाको धरोहरलाई, खोङमा सुँगुर भनेको चाहिँ हाम्रो आस्थाको धरोहर हो। यसलाई चाहिँ मागको रूपमा लिन्छ, देउताको रूपमा लिन्छ, भगवानको रूपमा लिन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले नेगेटिभ कुनै पनि कुराहरू चाहिँ अब नगरिदिनु होला। अब यदि गरिदिनु भयो भने अब तपाईँलाई पनि मागको श्राप लाग्छ भन्ने कुरा छ। अब
नेगेटिभ किन गरिदिनुहुन्छ, कतिले चाहिँ गरिदिनुहुन्छ यो सुँगुर हो, सुँगुरलाई स्वर्ग नगएको, यसलाई हात्ती राति भन्छ, त्यस्तो खालको चाहिँ शब्दहरू हिजोको दिनमा जो जस्तो आयो आयो। तर अब आजको दिनमा चाहिँ अबको दिनमा चाहिँ नगरिदिनु होला। यदि त्यस्तो छ भने करेक्सन गरिदिनु होला, किनभने यो चाहिँ मुन्दुम अनुसार यसको आफ्नो यसको विश्वास रहेको छ।